यहाँ चाहिँ फोटोहरू खिच्ने सेल्फी खिच्नेको भिडभाड छ दर्शकबिन देख्न सक्छौँ। आमामामा आमामामा ल है राम सीता पाल्पा। आहा अब हजुरहरूलाई स्याङ्जातर्फ लैजान चाहेँ मैले। स्याङ्जा अब पहिला यता स्याङ्जा जाउँ, त्यसपछि यता हामीले ऋषिकेशको दर्शन गर्नेछौँ। पहिला स्याङ्जा जाउँ। ल जेस भिडभाड छ, भिडभाड छ जेस। यता पूजापाठ गर्ने भक्तजनहरूको पनि भिडभाड छ तलपट्टि किनारमा। अनि यतापट्टि चाहिँ खेल भइरहेको देख्न सक्छौँ दर्शकबिन। खेल भइरहेको छ यतापट्टि स्याङ्जातर्फ। अनि आहा बोटहरू चाहिँ यता पनि रहेछ, यहाँबाट पनि बोटको मजा ल्याउन सक्छौँ हामीले। अनि यतापट्टि माथि हेर्नु त आमामा कति राम्रो कति राम्रो। आहा यो गुल्मी पाल्पा स्याङ्जाको सङ्गम स्थलमा छौँ हामी अहिले। तपाईँहरूलाई अब म यता स्याङ्जातर्फ लैजान चाहेँ। स्याङ्जाबाट कस्तो देखिने रहेछ यहाँको दृश्य त्यो पनि हामीले हेर्नेछौँ है त। कतिपय दर्शकहरूले चाहिँ दर्शन गरेर आइसक्नु भएको छ उता। ल मेरो साथीहरू भाइहरू के छ बाबु, ठिक छ? के त दर्शन गरेर आइसक्यो हो? ल हाम्रो भाइहरू पनि आउनु भएको रहेछ। अब यो हनुमान देखिएको ठाउँमा चाहिँ तपाईँहरूलाई लैजाँदैछु म। अनि छुट्टै खालको आनन्द छ कि यहाँ, आनन्द छ। के छ हजुर, आराम हुनुहुन्छ? ल ल अब यहाँ तपाईँहरूलाई छुट्टै खालको आनन्द जो दृश्य असाध्यै लोभ लाग्दो देखिने छ यो माथिबाट हेर्दा। तपाईँहरूलाई म त्योपट्टि लैजान चाहन्छु। यतापट्टि हेर, यतापट्टि बाँसुरीको धुन पनि सुन्दैछौँ। आमामा कति मजाको। रेशम फेरि आहा ल रेशम फेरिको धुनहरू सुनिरहेका छौँ। आहा